हेलो गाइज, गुड मर्निङ। सबैलाई सन्चै हुनुहुन्छ होला भन्ने मैले आशा राखेको छु। आज चाहिँ बजिरहेछ, अहिले चाहिँ घडीमा हेर्दाखेरि चाहिँ 2:30 बज्न आँटिसक्यो, भन्दा पनि बजिसक्यो भन्नुहोस्, 2:40 हुन लागिसक्यो। अब यहाँको बुकिङ चाहिँ अब तपाईँको 3 बजेसम्म चाहिँ बुकिङ छ। आज 3 बजेसम्म चाहिँ कसरी बिताउँ भन्ने भइरहेछ मलाई। अब के गर्ने, यसो टाइम पास गरौँ भनेर चाहिँ लाइभमा बसेको। लाइभमा चाहिँ कहीँ केही कसो छाट्ट नछुट्ट केही भएन। त्यही भएर दिक्क लाग्यो। बाहिरतिर निस्किएँ म। अब बाहिरतिर यसो चिसो हावा खाउँ भनेर बाहिर निस्किएको छु। अब यो हेर्नुहोस्, यतातिर सब सुतिसकेको छ। रातिको 2-2:30 बजेको छ। कोही छैन जिउँदो है। जिउँदो भनेको चाहिँ म मात्रै छु होला चाहिँ। चिसो छ मौसम, सर्दी पनि लागेको छ, अलिअलि खोकीहरू पनि लागिरहेछ। मौसमै चिसो मौसम भएको छ क्या आजकल चाहिँ। चिसो मौसम भएको छ। तै पनि गेम खेल्न छोड्दैनन् यहाँकाले। रातिको 2-3 बजेसम्म पनि बुकिङ गरेर आइराखेको हुन्छ। यतातिर लाइटहरू त चालु छ। अब यता स्मोकर बन्द भइसक्यो। आज हाम्रो स्मोकर चाहिँ सुनिलको हो। सुनिल भाइले गर्छ, तर सुतिसक्यो उता। यहाँ क्रिकेट खेलिराखेको छ। अब यिनीहरूको ड्युटी अब आधा घन्टा समथिङ छ। आधा घन्टापछि बन्द गर्ने हो। म पनि सुत्छु। अनि बिहान 11, 12, 1 बजेसम्म उठे पनि टेन्सन भएन। एउटा ग्राउन्ड यता छ, यो चाहिँ बुकिङ छैन फेरि। आज चाहिँ यो त खाली छ। यतातिरको यो पुरा फुल ग्राउन्ड चाहिँ आज बुकिङ छ। यो पुरा यो पुरा यो चाहिँ पुरा फुल ग्राउन्ड चाहिँ बुकिङ छ। यो चाहिँ आज छैन बुकिङ। नत्र यो बुकिङ हुन्थ्यो। आज फेरि यिनीहरू नयाँ मान्छे आयो। नयाँ आएर यिनीहरूले चाहिँ पुरा फुल ग्राउन्ड बुकिङ गरेर खेलिराखेको छ। अब आधा घन्टा छ। आधा घन्टा यसो कसरी बिताउँ भन्ने भइराखेको छ। त्यही भएर जुटिराखेको। त्यो चिसो हावा आएको छ नि लेकबाट। यतातिरको लेकबाट यस्तो चिसो आएको छ। अब फेरि मेरो स्कुटी पनि बाहिरै रहेछ, यसलाई राख्नु छ भित्र। मेरा घोडा, यो मेरो घोडा हो। घोडा बेङ्गलोरको फर्स्ट कमाइले चाहिँ एउटा चर्नी घोडा किनेको फर्स्ट त। आज सो काउन्टरतिर पस्नु पर्यो। यो काउन्टरमा चाहिँ सुनसान छ, कोही छैन काउन्टरतिर। जुसहरू चाहिँ आएर पुरा जुसहरू भयो, पानीहरू चाहिँ पुरै फुल भएको छ। अब बिहान राख्नुपर्ने हुन्छ। राख्दैन म त अब अर्को आएर राख्ला। खोकी पनि लागेको छ। एउटा जुस चाहिँ खाइदिनु पर्यो। जुस खानु पर्यो। यतातिर तो भन्दाखेरिमा एउटा भित्र पङ्खा चाहिँ एउटा अफ गरेर हिँड्छन् कस्टमरहरूले। त्यो चाहिँ बन्द गर्छु। कस्तो छ भनिदिनुहोस् है गाइज। एक कट्ठा कुरा नगर्नु होला, तर सिधै डाइरेक्ट 1 बिघाको कुरा चाहिँ गर्नु होला। पुरै 1 बिघा हो। 1 बिघा छ यार, यसमा धेरै छ यो। कोड नम्बर 7 र 8 लास्ट बुकिङ थियो क्या। 12 बजेसम्म बुकिङ थियो। 12, 12:30 बजेसम्म।
यिनीहरूले लाइट त अफ मैले गर्छु यहीँबाट पङ्खाहरू चाहिँ त्यत्तिकै चालु छोडिदिएको रहेछ हावा खान्छ हिमा टोक्नेहरूलाई के छ र मतलब यार करेन्ट बिल कसको जान्छ के जान्छ यिनीहरू त अन गर्यो हावा खायो सरर खायो छोडिदियो अनि आएर बन्द गर्नुपर्छ झ्यालहरू बन्द नगर्यो भने राति पानी पर्यो भनेपछि फेरि पुरा तालिन्छ क्या यहाँ पुरा पानी आउँछ यो उसमा साइडमा बस्ने उसमा बिहान फेरि उठेर साफ गर्नुपर्छ मैले त्यही भएर क्लोज गर्नभन्दा अगाडि नै झ्यालहरू भयो सबै हेर्नुपर्छ आफ्नो काम हो सधैँको काम हेर्नु पर्यो डेलीको जस्तो छ आएको 2 वर्ष हुन लागिसक्यो कमाइ धमाइ भन्ने कुरो छैन नाइट ड्युटी पनि गर्नुपर्छ यसमा डे पनि हान्नुपर्छ त्यस्तो गाह्रो भन्ने कुरो त त्यति खासै त्यस्तो त हुँदैन तै पनि ठिकै छ लगभग गर्न सकिन्छ डेमा तपाईँलाई धेरै काम चाहिँ पर्दैन लगभग 2-3 घन्टा 4 घन्टा गरे भइगयो रातिमा 11-12 बजेदेखि 3 बजे लास्ट 3 बजे कहिले 4 बजे भयो भनेपछि भइहाल्छ बुकिङहरू हेऱ्यो बन्द गर्यो अनि सुत्यो फेरि मजाले चाइप लगायो बिहान आउँछ एउटा अर्कोवाला सिफ्टिङवाला आउँछ सिफ्टिङवाला हेऱ्यो उसले हेर्छ तपाईँको 12 बजेसम्म हेर्छ बुकिङ जति बजेसम्म चाहिँ 12-1 बजेसम्म 12-1 बजेसम्म हेर्छ फेरि आयो मैले पुरै हिसाब हान्नुपर्छ नि फेरि झाडु पुछा सब लिएर झाडु पुछा हान्नुपर्छ त्यो साफ गऱ्यो भने फेरि 4 बजेको एउटा फेरि नाइट सिफ्टवाला आउँछ आफू फ्री हुन्छु म फेरि चाहे यहाँ बस चाहे जहाँ जाऊ जे गर त मतलब भएन मलाई यहीँ बसिरहनु पर्छ भन्ने पनि छैन उनीहरू पनि त्यस्तो केही भन्दैन राम्रै छ सो आज चाहिँ चिया खान जाने मन त थियो अहिले रातिको बेला कहाँ जाने होला भन त पाउँछ तर भन जाउँ चिसो पनि छ लास्टै चिसो छ टाइम पनि भइरहेछ अब 15 मिनट मात्रै छ हेर्नुहोस् गाइस यी कुकुरहरूले चाहिँ मलाई लास्ट सताउँछ यार यिनीहरूलाई के गर्नुपर्ने हो सिकाइदिनु न बुझाइदिनु न मलाई कसरी यिनी कुकुरलाई नआउने बनाउनु पर्छ कुकुरहरू आएर नेट फाडिदिएर भित्र गएर हक दिन्छ हो त्यो गु पनि सोर्नुपर्छ यार वाकी सोर्नुपर्छ गाइस यस्तै छ अब यो क्रिकेटवालाको पनि टाइम भयो जस्तो छ टाइम त भयो अब यिनीहरूको गेम पनि म्याच सायद सकिएर अब निस्किँदैछन् बाहिर निस्कियो भनेपछि स्ट्याम्पहरू लिने अनि त्यसपछि बन्द गरेर आज टाइम भएन भनेर 10 मिनट एक्स्ट्रा टाइम दियो भनेर भनिरहेको छ प्रायः 2 ओभर खेल्छ क्या 2 ओभर खेल्यो भने पनि ठिकै छ चलो 10 मिनट 5 मिनट दिनबाट लाइन हान्दै लाग्यो गर्दा ठिकै छ ओहो क्याच मिस गर्यो कहीँ नजिकमा नेपालीहरू हुनुहुन्छ भनेपछि आउनुहोस् है नाकुन्दीमा क्रिकेट खेल्नको लागि क्रिकेट भयो फुटबल भयो खेल्न चाहनुहुन्छ भनेपछि आउनु होला सस्तो मिलाएर दिन्छु मै हुन्छु रातिमा ड्युटीमा मलाई फोन गर्न सक्नुहुन्छ तपाईँहरूले मेसेज छोड्नुहोस् कमेन्ट गर्नुहोस् है तपाईँहरूलाई म मजाले सक्दो
कम गरेर दिन्छु म। क्याच गरेर डालिदियोस्। ए मोटेले क्याच गर। अब चाहिँ मेरो सुत्ने टाइम भयो गाइज। बन्द भयो मेरो सबै। सर हेरिहाल्नुपर्छ। लाइट साइट सब अफ गरेँ मैले। अब चाहिँ तपाईँहरूको चाहिँ उठ्ने टाइम हुन्छ, मेरो चाहिँ अब सुत्ने टाइम। क्यामेराको लाइट जल्दै जल्दी क्यामेराको लाइट पनि जल्यो। अब चाहिँ म चाहिँ गएँ रुमतिर। अब बाँकी त रहेन, ख्याल अफ गर्न यसो हेरिहाल्नुपर्छ। अब 3 बज्यो, रातिको 3:15 भएको छ। अब म पनि